परिवारको संस्कार शिक्षाको आधार। सर्वनाम शिक्षालय, जोरपाटी, काठमाडौँ। स्थापना भएको सर्वनाम शिक्षालय आज 23औं वर्षमा प्रवेश गर्दै गर्दा विविध कुराहरू विद्यार्थीलाई सिकाउने क्रममा, स्कुल विद्यालयले विविध कुराहरू सिक्ने क्रममा चाहिँ एउटा ग्लोबल सिटिजन तयार गर्नको लागि हामीले जुन प्रयास गरेका छौँ, जसरी सक्षम भएका छौँ र समाजमा एक फरक पृष्ठभूमि बनाउन सफल भएका छौँ, यो सम्पूर्णको श्रेय यहाँ अभिभावकहरूलाई नै जान्छ। र मैले के कुरालाई रिलेट गर्न खोजेँ भने अहिलेको यो एभर चेन्जिङ वर्ल्डमा होइन, हामीले हाम्रा बाबु नानीहरू हामीलाई थाहा छैन नि भोलि संसारले कुन कुनामा गएर सस्टेन हुनुपर्छ, कुन कुनामा गएर काम गर्नुपर्छ होइन। अब त्यो नागरिक तयार गर्नको लागि सर्वनाम शिक्षालयले विविध एक्टिभिटिजहरू गर्दै आइरहेको छ, विभिन्न कार्यक्रमहरू गर्दै आएको छ। र अहिलेको परिस्थिति भनेको नि जति सजिलो देखिन्छ नि, हेर्दाखेरि कति सजिलो छ होइन, टेक्नोलोजीले हामीलाई कति सजिलो बनाइदिएको छ, तर त्यति नै डिफिकल्ट पनि छ। त्यति हामीले चाहिँ सर्वनाम शिक्षालयले हामी भन्छौँ नि डक्टर, इन्जिनियर, पाइलट अथवा लिडर्स होइन, यी कुराहरू हुँदाहुँदै पनि एउटा असल नागरिक कसरी बनाउने त? पहिलो कुरा त व्यक्ति असल हुनु पऱ्यो नि होइन, डक्टरै भए पनि असल हुनु पऱ्यो, एउटा लिडर भए पनि असल लिडर हुनु पऱ्यो। र असल लिडर कसरी बनाउने त भन्ने कुरामा प्र्याक्टिस गर्दै आइरहेका छौँ। र मुख्य कुरा त हामीले केटाकेटीहरूलाई सिकाउनु पर्ने कुरा के रहेछ भने नि, जस्तो डिफिकल्ट सिचुएसनमा पनि थाहा छैन नि हामीलाई भोलि के हुन्छ होइन। भर्खरै यहाँले एउटा घटना सुन्नुभएको होला, यो प्रकृति लम्साल समथिङ, त्यो इन्डियामा भएको एउटा घटना सुसाइड केस सुन्नुभएको होला। त्यो भर्खरको नानी होइन, पढ्न गएको थियो, कति ठुलो सपना बोकेर गएको मान्छेको त्यो घटनाले सुन्दाखेरि के रियलाइज भयो भने हाम्रो स्कुलिङ कस्तो रह्यो होला त, हामीले के सिकाउन सकेछौँ त? सधैँ हामीले बाबु नानीहरूलाई के सिकाउनु पर्दछ भने लाइफमा जस्तो सुकै टक्सिक इन्भाइरोमेन्ट भए पनि त्यो सिचुएसनलाई एडप्ट गर्न सिक्ने, त्यो सिचुएसनसँग चाहिँ लाई एडप्ट गरेर अघि बढ्न सिक्ने क्यापेबल सिटिजन चाहिँ तयार गर्नुपर्ने छ है। हामीले चाहिँ बच्चाहरू चाहिँ गलत होइनन्, अलग हुन्छन्। सबै बच्चामा आफ्नो आफ्नो खुबी हुन्छ। अब यहाँ आएर मेरो पाउनेले त पाउनुहुन्छ, नपाउनेहरूले पनि बाबु नानीहरूलाई सोध्नु होला, पार्टिसिपेट भयो कि भएनौ, तिमीले खेल्न पायो कि पाएनौ, तिमीले नाच्न पायो कि पाएनौ, तिमीले गाउन पायो कि पाएनौ भनेर सोधिदिनु होला। र भनिन्छ नि सधैँभरि खेलमा दुईवटा कुरा हुन्छ अरे क्या, कि जित हुन्छ कि सिक हुन्छ। कि त विद्यार्थीले जित्छ कि त सिक्छ, तर जित्ने भन्दा पनि नजिकले धेरै कुरा सिकेको हुन्छ, धेरै कुरा लर्न गरेको हुन्छ। र विद्यार्थीहरूलाई हौसला प्रदान गरिदिनु होला, ठिक छ तिमीले पार्टिसिपेट भयो, खेल्यो, इट्स ओके भनिदिनु होला। यति भन्दै पुनः म यो कार्यक्रममा सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। धन्यवाद। जय सर्वनाम, हाम्रो सर्वनाम, राम्रो सर्वनाम। Bye.
परिवारको संस्कार शिक्षाको आधार। सर्वनाम शिक्षालय, जोरपाटी, काठमाडौँ।